पचेन, पच्दै पचेन। यो सत्य कुरा हो कि असत्य कुरा हो, यो कुरा त कसैले पचेन। पहिलेदेखि नै बानी लागेको। अब देखाउने बेला 3 तोला 5 तोला 15-16 लाख बैंक ब्यालेन्स, 1 कट्ठा 2 कट्ठा जग्गा जमिन देखाएर, त्यो देखेर बानी लागेको। भित्रभित्र खाल्टो पारेर कोल्याप्स हानेको, भ्रष्टाचार गरेर अरू आफन्तीको नाममा सम्पत्तिहरू राखेको, त्यस्तो बानी लाग्यो। अब एउटा व्यक्तिको 190 तोला 80-85 तोला 100 तोला सुन, बिघौँ बिघा जमिन, करोडौँ रुपियाँ चाहिँ बैंक ब्यालेन्स, यत्रो देख्दाखेरि त कहाँ पच्नु हामी नेपालीलाई, यत्रै पच्दैन। डकार आएको आइयो। अनि उस्तै परि उल्टी आउला, छेरपाटी लाग्ला, तर पच्दैन। अब यत्रो सम्पत्ति कहाँबाट आयो, यिनीहरूले कुन माध्यमबाट कमाए, वैध सम्पत्ति हो कि अवैध सम्पत्ति हो भनेर यो चाहिँ खोज्नुपर्ने बेला भयो। अब यत्रो चाहिँ कसरी आयो हैन, विरोध चाहिँ गर्नु परेन, तर यो सम्पत्ति चाहिँ यसको स्रोत चाहिँ के हो त, कहाँबाट आएको सम्पत्ति हो भनेर यो चाहिँ खोज्नुपर्छ के। विरोध गरेर के निप्रिन्छ र के हुन्छ। अहिले 190 तोला छ, 5 वर्षपछि त्यसको डबल तिर्बल भयो भने यसले भ्रष्टाचार गरे हो है भन्ने शङ्का घुमाउन पाइयो। अब राजनीति, अब सार्वजनिक पदमा चाहिँ नबस्दै भएको सम्पत्तिलाई चाहिँ अब कहाँबाट ल्याइस्, यो भ्रष्टाचार गरेर ल्याइस् भन्न त पाइएन। अब कुन माध्यमबाट ल्याइस्, कसरी कमाइस् भन्ने चाहिँ त्यो चाहिँ गर्न पाइयो। अनि यो डकार चाहिँ डकारी हुने हो। स्रोत खोजौँ है, स्रोत खोजेपछि सबैको मन शान्त हुन्छ, आनन्दले बस्ने हैन भने चाहिँ वही देखाउने बेला 5 तोला लुगाएर राख्ने 100 तोला, त्यस्तै पारा पहिलाका जसले गर्थे त्यस्तै खोज्या हो भने चाहिँ अब त्यस्तो चाहिँ ठिक होइन है। देखाएकै राम्रो, पारदर्शिता भयो, यसको यति रहेछ है भन्ने थाहा भयो। अब 5 वर्षपछि योभन्दा बढी भयो, धेरै एकदम असामान्य तरिकाले बढेको देखाइयो भने त्यति बेला चाहिँ औँला उठाउन पाइयो। तपाईँलाई के लाग्यो कमेन्ट गर्नुहोस्। मलाई चाहिँ यो लाग्यो।